गुड मर्निङ लास्ट बेला है सबैलाई पनि फेरि अनि आज चाहिँ फेरि म तपाईँहरू माथि सानो भिडियो लिएर आएको छु। आज मेरो भिडियोको शीर्षक रहेको छ मान्छे हिक्कुसी गरिसकेपछि त्यो जापानमा बसेकाहरूको लागि मेन हिक्कुसी गरेपछि मान्छेले के भन्छ अरे गर्नै पर्ने कामहरू होइन, अब गर्नै पर्ने कामहरू म चाहिँ आज तपाईँहरू माथि मेरो सानो भिडियो मार्फत लिएर आएको छ होइन। मलाई तपाईँ अहिले बसेको ठाउँबाट अर्को ठाउँमा अर्को सीमा अर्को केन्द्रमा जाँदै हुँदैछ भने तपाईँले यो कुराहरू विशेष गरी ख्याल गर्नु होइन। मेन गरेर अब सेन्डन गएको दाइ गएको सोचेको भएको होइन, निउ गएको अनि के भन्छ अरू सबै सोचेको भएर अब कोही कोही सेन्डन गएको जाँदै हुनुहुन्छ, कोही दाइ गएको जाँदै हुनुहुन्छ, कोही के भन्छ अरे न्युसाइ भएर जाँदै हुनुहुन्छ भने यो कुरा चाहिँ जेत्तै नै होइन गर्नु होला। अनि तपाईँको एक नम्बरमा तपाईँको रुम चाहिँ तपाईँको नाममा छ, तपाईँ चाहिँ छोड्दै हुनुहुन्छ भने त्यो रुम चाहिँ अब तपाईँले जेत्तै नि के भन्छ यामी गर्नुपर्छ, खाइएको गर्नुपर्छ भनेको होइन। तपाईँ केहीको गरे भने पहिला 2 वर्ष कि त्यसै खाइएको गर्नुपर्छ होइन। मलाई तिमीले अब तपाईँले सोचे भने मेरो रुम अब म गएन मेरो साथीहरू हुन्छ नि त, साथीहरू बसेर चाहिँ त्यो छोडिदिउँ भनेर नछोड्नुहोस्। त्यस्तो गर्दा तपाईँले प्रब्लम हुनसक्छ। मानौ तपाईँको साथीहरूले केही बिगाऱ्यो भने त्यो रुम चाहिँ तपाईँको नाममा हुन्छ त, भोलि तपाईँको साथीहरू रुम छोड्ने बेलामा त्यो सामानहरू बिगाएर के गर्यो भने त्यो त अब खाइखाले सौजी गर्न आउँदैन, त्यतिको सब सबै थाहा हुन्छ होइन। त्यसपछि चाहिँ के अब बिग्रेको सामानहरू हुन्छ सब पटपट गरेर पैसा चाहिँ हामीले तिर्नुपर्छ क्या, अनि त्यो चाहिँ तपाईँको ब्याङ्कबाट काटिन्छ। त्यही भएर तपाईँ जेत्तै नै अर्को ठाउँमा जाँदै हुनुहुन्छ भने रुम चाहिँ कि साथीले छोड्दै हुनुहुन्छ साथीको नाममा चेन्ज गर्नुहोस् या कि रुमै छोडेर जानुहोस् होइन। सेकेन्डमा चाहिँ ग्यास पानी र के अर्को बत्ती होइन, त्यो 3वटा छ नि त। त्यो पनि अब तपाईँले त्यो ब्याङ्कमा गएर या फोन गरेर पहिला केहीको गरेर त्यहाँ फोन गरेर त्यसमा खाइएको गर्नुहोस्, त्यो पनि छोड्नुहोस्। फेरि यतिको छोडिदिएला साथीले बाहिर चलाउँला, फेरि नाम चाहिँ आफ्नो नाममा आउँछ फेरि होइन, बिल चाहिँ त्यो समस्या हुनसक्छ। अनि 3 नम्बर ब्याङ्कको कुरा चाहिँ अब ब्याङ्कमा गएर अब तपाईँको अहिले चाहिँ हुन्छ नि त अब जिउसहरू चेन्ज गर्नु पऱ्यो होइन। मलाई तपाईँको अर्को केन्द्रमा जाँदै भने मलाई अहिले बसिरहेको ठाउँ मात्र चल्ने ब्याङ्कहरू नै हुन्छ नि त, किनगैनहरू, अनि त्यो पनि छोड्नुपर्छ। अनि के भन्छ अरे हामी धेरै गएको दिन चाहिँ धेरै के ब्याङ्कहरू बोकेको चाहिँ खासै जापानमा राम्रो मानिँदैन। अनि त्यो चाहिँ ब्याङ्क कार्ड चाहिँ तपाईँले के भन्छ अरे छोड्नुहोस्, त्यो ब्याङ्कमा गएर के गर्नुपर्ने गर्नुहोस्। अनि त्यसपछि चाहिँ 14 नम्बरमा चाहिँ होइन, 14 नम्बरमा के छ भने त्यो गर्नै पर्छ। तपाईँले त्यो गरेन भने तपाईँलाई अप्ठ्यारो पर्न सक्छ। त्यो चाहिँ बसाइ सराइको एउटा के भन्छ खामी चाहिँ लानै पर्छ। त्यसलाई चाहिँ तेनिसु समस्या भन्छ के तेनिसु समस्या होइन। त्यो चाहिँ तपाईँले वडामा जानुपर्छ, कोएक्समा गएर चाहिँ तपाईँले अनि त्यहाँ फर्म भरेर के गरेर तेनिसु समस्या दिन्छ होइन। अनि त्यो दिएपछि फेरि तपाईँलाई उनीहरूले के भन्छ अरे उनीहरूले तपाईँलाई यो चाहिँ यो हप्ताभित्र यो दिनभित्र उताको केसमा के भन्छ अरे उताको क्वेसनमा गएर बुझ भने हुन्छ होइन। मलाई चाहिँ लगभग 3 दिनको टाइम दिएको थियो कि मानव मैले अस्ति 11 तारिकमा गएँ, 14 तारिकभित्र उता क्वेसनमा गएर बुझाउनै पर्छ, नत्र बुझाएन भने तिम्रो के भन्छ माई नम्बर कार्डहरू चेन्ज गर्नुपर्छ नि त होइन। अनि पैसा लाग्न सक्छ, पैसा लाग्छ 10-1,000 पैसा लाग्छ अनि के भनेको थियो कि अनि जिउसहरू ठिक चेन्ज गर्नै पर्छ हुन्छ। अनि मैले यहाँ आएर जिउसो चेन्ज गरेँ अनि के भन्छ अरे अनि यता के लिएर आएँ जे होस्। तपाईँले पहिला जापानमा सुरुमा आउँदा जे गरेको थियो त्यो हिक्कुसी पछि पनि नयाँ ठाउँ नयाँ केन्द्र भयो, त्यो चाहिँ तपाईँले जेत्तै नै गर्नुपर्छ ल। अनि अघि मैले भन्न बिर्सेर तपाईँहरूले मलाई तपाईँ हिक्कुसी गर्नुभन्दा अगाडि पहिला रुम नम्बर त थाहा भइसक्यो नि त। त्यो रुममा चाहिँ सुरुमा तपाईँले बत्ती ग्यास त्यो केहरू हुन्छ नि त, त्यसको चाहिँ फेरि तपाईँले केही गर्नुपर्छ कि त्यो रुममा चाहिँ म हिक्कुसी गर्दैछु, त्यो चाहिँ मेरो नाममा भन्ने नाममा गाइसिमास भन्नुपर्छ होइन। अनि त्यो चाहिँ तपाईँको नाममा खाइसी गरिदिन्छ, तपाईँको नाममा सुरु गरिदिन्छ उनीहरूले। अनि तपाईँ चाहिँ कहिले हिक्कुसी गरेर आउँदै हुनुहुन्छ भन्ने डेट सोध्छ, तपाईँले त्यो डेट चाहिँ दिनुहोस्। अनि त्यसपछि हुन्छ होइन। अनि उता सेन्टरबाट हिक्कुसी गरेर बसिरहेको छु, जस्तै गाह्रो हुन्छ। जस मैले उता सबै गरेर आएर यताबाट सबै गरेर भइसक्यो
अब अलिकति झन्डो के झन्झटिलो हुँदो रहेछ